एकदम धेरै ओभरथिङ्क हुन्छ, एकदम धेरै मनमा कुरा खेल्छन्, राति समयमा निद्रा लाग्दैन, निद्रा पर्दैन, सानो केही कुराहरू भयो भने पनि दिमागले के सोच्छ, के सोच विचारहरू आउँछन्। कुनै निर्णय लिन पर्यो भने पनि कति धेरै गाह्रो हुन्छ। विगतलाई लिएर अथवा भविष्यलाई लिएर एकदम मनमा कति धेरै कुरा खेल्छन्। यस्तो गुनासोहरू धेरैजनाको आइरहेको हुन्छ। के तपाईहरूलाई पनि यही धेरै सोच्ने बानी अथवा ओभर थिङ्किङले सताइरहेको त छैन? यदि छ भने यो भिडियो तपाईहरूको लागि। सोच्नु राम्रो हो, तर धेरै सोच्नु भनेको यो एउटा यस्तो मानसिक जेल हो। यसलाई आजैबाट तोड्ने प्रयास गरौँ। धेरै सोच्नु भनेको एउटा यस्तो बाटोमा हिँड्नु जस्तै हो जसको मोडहरू एकदम धेरै हुन्छन्, गन्तव्य भने चाहिँ हुँदैन। यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ त? म आज तपाईहरूलाई एउटा टेक्निक सिकाउन गइरहेको छु, जुन टेक्निकको नाम हो 54321 टेक्निक, जुन चाहिँ यो एउटा ग्राउन्डिङ टेक्निक हो, जसले तपाईँको दिमागलाई वर्तमानमा ल्याउनको लागि हेल्प गर्छ। 5वटा कुराहरू जुन तपाईँको वरिपरि वातावरणमा देख्न सक्नुहुन्छ त्यसलाई ध्यान दिने प्रयास गर्ने। 4वटा कुराहरू जुन चाहिँ तपाईँको वरिपरि आवाज आइरहेको छ अथवा तपाईँले सुन्न सक्नुहुन्छ, 4वटा आवाजलाई ध्यान दिने। 3वटा कुराहरू जसले तपाईँको शरीरलाई स्पर्श गरिरहेको छ अथवा तपाईँले फिल गरिरहनु भएको छ त्यसलाई ध्यान दिने। 2वटा कुराहरू जसको बास्ना आइरहेको छ, गन्ध आइरहेको छ त्यसलाई ध्यान दिने प्रयास गर्ने। र एउटा कुरा जुन चाहिँ तपाईँको मुखमा टेस्ट आइरहेको छ, जिब्रोले टेस्ट फिल गरिरहेको छ त्यसलाई ध्यान दिने। यसो गर्दा तपाईँको दौडिरहेको दिमागलाई वर्तमानमा ल्याउनको लागि एकदम हेल्पफुल हुन्छ। यो टेक्निक तपाईहरूले आजैबाट ट्राई गर्नुहोस् र यो भिडियोलाई पनि एकदम धेरै माझ सेयर गर्न मद्दत गर्नुहोस् र यस्तै जानकारीको लागि मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। हस्, धन्यवाद।